फेरि त त- तपाईँ मित्रहरू सबैजना बुझ्नुहुन्छ होइन। तर शब्द वर्ग भनेको के हो भनेर क्वेसन सोधि नै हाल्यो भने चाहिँ एन्सर दिन के गरिन्छ, सकिन्छ नि होइन। शब्द वर्ग भनेको के हो भन्यो भने चाहिँ एन्सर दिन सकिन्छ कि सकिन्न है। यहाँनिर के बुझ्नु पर्यो भने शब्द वर्ग भन्नाले कुनै पनि कुनै पनि शब्दले कुनै पनि शब्दले कुनै पनि शब्दले शब्द भनेको यो एउटा डिकोमा भएकोलाई एउटा शब्द भनिन्छ। कुनै पनि गर्ने शब्दले गर्ने कामका आधारमा है, कामका आधारमा कामका आधारमा कामका आधारमा गरिएको कामका आधारमा गरिएको शब्दको वर्गीकरणलाई है, शब्दको वर्गीकरणलाई शब्द वर्ग अथवा त्यसैलाई पदवर्ग पदवर्ग भनिन्छ। परिभाषाको लाइनमा हामीले कुरा यसरी बुझ्नु पर्यो। कुनै पनि शब्दले गर्ने कामका आधारमा कुनै पनि शब्दले के काम गर्छ, कसैले चिनाउने काम गर्छ, कसैले विशेषता बुझाउने काम गर्छ, कुनै शब्दहरूले चाहिँ सट्टामा प्रयोग हुने काम गर्छन्, कुनैले वाक्यलाई टुङ्ग्याउने काम गर्छन्। यस्ता विभिन्न आधारमा शब्दहरूलाई विभाजन गर्ने कामलाई शब्द वर्ग भनिन्छ भन्ने यो शब्द वर्गको परिभाषाको लाइन भयो। अब के का आधारमा भन्दाखेरि यहाँनिर छ एन्सर यसको, यो बुझ्नुपर्छ है, यो बुझ्नुपर्छ। अब जस्तो शब्द वर्ग भनेको के हो होइन भनेपछि यहाँनिर तपाईँलाई एउटा क्वेसन दिएँ मैले भने जस्तो शब्द वर्ग होइन, वर्गीकरणको शब्द वर्ग वर्गीकरणको आधार शब्द वर्ग वर्गीकरणको आधार के हो भनेर क्वेसन सोध्यो भने यहाँहरूसँग है। अब शब्द वर्ग वर्गीकरणको आधार के हो भनेर सोद्धा नम्बर कमा यहाँ शब्द वर्गको वर्गीकरणका आधार भनेको बनोटको आधार है, बनोट नम्बर खमा स्रोत है, ख नम्बरमा स्रोत अनि नम्बर गमा कार्य अनि घमा अर्थ भन्यो भने है, अर्थ भन्यो भने यसरी सोध्नु। शब्द वर्ग वर्गीकरणका आधार शब्द वर्ग वर्गीकरणका आधार शब्द वर्ग वर्गीकरणको आधार है। यहाँ शब्द वर्ग वर्गीकरणको आधार के हो भन्दाखेरि शब्द वर्ग वर्गीकरणको आधार भनेको यो कार्य हो। कार्यको आधारमा गरिएको शब्दको वर्गीकरण है, शब्दको वर्गीकरणलाई शब्द वर्ग भनिन्छ। यहाँ कार्य र काम एउटै होइन। शब्द वर्गको परिभाषा भनेको यी कार्य भएन, यहाँ परिभाषा छ त यी कामको आधारमा गरिएको वर्गीकरणलाई शब्द वर्ग भनिन्छ भनेपछि यही क्वेसन उत्तरबाट मैले यहाँ क्वेसन बनाएको त हो नि, कसरी डी भन्नुभयो साथीभाइहरूले है। शब्द वर्ग वर्गीकरणको आधार भनेको कार्य हो। कार्यको आधारमा शब्दको वर्गीकरण हो। सर हजुरको नम्बर इमेल दिनु न। ओके हुन्छ है त। अब यहाँ हामीले के गर्नु पर्यो भने यहाँ हामीले यसरी शब्द वर्गलाई बुझ्नु पर्यो। अब शब्द वर्गलाई कति भागमा विभाजन गरिन्छ होइन, यसलाई तपाईँले स्क्रिनसट गर्ने कि अथवा यसलाई सुरक्षित गर्ने हो यहाँहरूले गर्नुहोस् है ल। यसलाई सुरक्षित गर्नुहोस्। यहाँ शब्द वर्ग वर्गीकरणको आधार के हो होइन, शब्द वर्ग वर्गीकरणको आधार के हो भन्ने कुरा यहाँ गरियो। अब यहाँ पछि हामी शब्द वर्गकै सन्दर्भमा है, शब्द वर्गकै सन्दर्भमा हामी अर्को कुरा के गर्छौँ त भन्दाखेरि यिनीहरू शब्द वर्गलाई कति भागमा विभाजन गरिएको हुन्छ, शब्द वर्गलाई हामीले पढ्ने गरी है कति प्रकारमा विभाजन गरिएको हुन्छ। हाम्रो तपाईँहरूको सिलेबस अनुसार है, तपाईँहरूको सिलेबस अनुसारको शब्द वर्गलाई कति प्रकारमा विभाजन गरिन्छ भन्दाखेरि यिनीहरूलाई 9 प्रकारमा विभाजन गरिन्छ है, 9 भागमा विभाजन गरिन्छ अथवा गरिएको हुन्छ है। शब्दको 9 प्रकारले गरिएको वर्गीकरण हामीले पढ्नुपर्छ। तपाईँहरूले पढ्ने भनेको शब्दको विभाजन हो। शब्दको विभाजन कार्यको आधारमा हो।
त्यो कार्यको आधारमा गरिएको शब्दको विभाजनलाई 9 भागमा बाँडिन्छ है। 9 भागमा बाँडिएको छ। यसमा 9 भागमा के भाग छन् हेरौँ। 1 नम्बरमा नाम हुन्छ है, नाम हुन्छ। 2 नम्बरमा सर्वनाम हुन्छ, सर्वनाम पढ्नुपर्ने हुन्छ। त्यस्तै 3 नम्बरमा यहाँ क्रिया हुन्छ, क्रिया हुन्छ। त्यहाँपछि नम्बर 4मा क्रियापछि विशेषण अनि क्रिया लेखिदिनु ल, सजिलो हुन्छ पढ्नलाई। यहाँ विशेषण छ, विशेषण छ। अनि त्यहाँपछि यहाँ अर्को क्रिया छ। पछि यसरी 4 भागमा विभाजित गर्नुपर्छ। शब्द वर्गलाई छुट्याउँदाखेरि नाम, सर्वनाम, विशेषण र क्रिया गरेर 4 भागमा बाँडिन्छ। यतापट्टि फेरि अर्को पनि छ। 9 पुर्याउनलाई त अब यहाँ 4 मात्रै हुँदैछ होइन। अब यो 5 नम्बरमा क्रियायोगी हुन्छ है। अर्को यहाँ क्रियायोगी हुन्छ। त्यहाँदेखि अर्को 6 नम्बरमा नामयोगी हुन्छ, नामयोगी हुन्छ। नामयोगीमा विभाजन गर्नु पर्यो। नम्बर 7मा संयोजक हुन्छ है, संयोजक हुन्छ। अनि नम्बर 8मा विस्मयादिबोधक हुन्छ, विस्मयादिबोधक हुन्छ है, विस्मयादिबोधक हुन्छ, विस्मयादिबोधक हुन्छ। त्यहाँपछि नम्बर 9मा निपात हुन्छ। यसरी जम्मा 9 भागमा हामीले शब्दलाई विभाजन गर्छौँ। यो 9 प्रकारमा गरिएको यो शब्दको वर्गीकरणलाई शब्द वर्ग भन्ने हो। कामका आधारमा गरिएको शब्दको वर्गीकरण नै शब्द वर्ग हो है। कामका आधारमा कुनै पनि शब्दहरूले गर्ने काम हेरेर तिनीहरूलाई वर्ग वर्ग वर्गमा विभाजन गरिन्छ। त्यो शब्द वर्ग तिनीहरूको काम हेरेर गरिएको शब्दको वर्गीकरणलाई हामी शब्द वर्ग भन्छौँ। यो बुझ्नु पर्यो। अब यो 9 प्रकारमा विभाजन गरिन्छ। अब तीमध्ये यी शब्दहरूलाई अभिकारी शब्द भनिन्छ। यी शब्दहरूलाई, यी शब्दहरूलाई अभिकारी शब्द भनिन्छ, अभिकारी शब्द भनिन्छ। यतापट्टिका यी 4 खाले शब्दहरूलाई चाहिँ विकारी शब्द पनि भनेर चिनिन्छ है, विकारी शब्द भनेर पनि चिनिन्छ। अब विकारी शब्द भनेको के हो भन्दाखेरि लिङ्ग, वचन, पुरुष, आधार आदिका आधारमा रूप परिवर्तन हुने खालका शब्दलाई विकारी शब्द भनिन्छ भने यतापट्टि लिङ्ग, वचन, पुरुष, आधार आदिका आधारमा रूप परिवर्तन नहुने शब्दलाई अविकारी शब्द भनिन्छ। यो पनि बुझ्नुहोस् है। नाम, सर्वनाम, विशेषण र क्रिया गरेर यी 4 खालका शब्दहरूलाई विकारी शब्द भनिन्छ, विकारी शब्द भनिन्छ। विकारी भनेको शब्दको रूप फेर्न मिल्ने भनेको। लिङ्गका आधारमा स्त्रीलिङ्ग पुल्लिङ्ग हुने, बहुवचन वचनको आधारमा एक वचन बहुवचन हुने, यस्ता विभिन्न रूपमा जसको रूप बदल्न सकिन्छ, फेर्न सकिन्छ होइन। जस्तो यहाँ नामको रूप फेर्न सकिन्छ, सर्वनामको रूप फेर्न सकिन्छ, विशेषणको फेर्न सकिन्छ। त्यस्तै गरी क्रियाको रूप बदल्न सकिन्छ, परिवर्तन गर्न सकिन्छ। तर यिनीहरूको रूप फेर्न सकिँदैन यतापट्टिका। त्यसैले यिनलाई अविकारी शब्द भनिन्छ। अविकारी शब्दलाई चाहिँ अव्यय पनि भनिन्छ है। अविकारी शब्दलाई चाहिँ अव्यय पनि भनिन्छ है त। क्रियायोगी र क्रिया विशेषण सेम हो है। क्रियायोगी र क्रिया विशेषण सेम हो है। सर यो एपिएफ लेखा विशेष क्लास हो कि हो है त। सुनिल बिकेजी, सुनिल पिकेजी, तपाईँले जे भन्नुभएको छ कुरा त्यही हो। अब तपाईँहरूलाई है, अब तपाईँहरूलाई के क्वेसन सोध्ने हो त है। अब यहाँ तपाईँहरूलाई कसरी क्वेसन सोध्छ त भन्दाखेरि अब यसलाई मैले मेटाइहालेँ यहाँ। अब यो वस्तुगत क्वेसन सोध्ने साथीहरूलाई होइन, साथीहरूलाई कहाँ क्वेसन सोध्ने भयो त भन्दाखेरि जस्तो विका अर्को क्वेसन है। यहाँ 2 नम्बर क्वेसनमा विकारी शब्द, विकारी शब्द, विकारी शब्द कति प्रकारका हुन्छन्, विकारी शब्द कति प्रकारका हुन्छन् भन्यो भने अब यहाँ 4, 5, 6, 7 है त। लु त साथीहरू, एपिएफको मित्रहरूले यतिको कुरा मिलाउनुहुन्छ, अरू साथीहरूले के गर्नुहुन्छ हेर्नु है। अब विकारी शब्द कति प्रकारका हुन्छन् भन्दा विकारी शब्द हामीले भन्नु पर्यो 4 प्रकारका हुन्छन् भनेर। फेरि तपाईँलाई यस्तै खालको क्वेसनमा यहाँनिर अविकारी है, अविकारी शब्द भन्यो। अब अविकारी शब्द भनेको र अव्यय भनेको त एउटै कुरा हो होइन। अविकारी शब्द अविकारी शब्द कति प्रकारका हुन्छन् भनेर यी तुरुन्तै क्वेसन बनाइहाल्यो भने है। अविकारी शब्द कति प्रकारका हुन्छन् भन्यो भने अविकारी शब्द चाहिँ कति प्रकारका हुन्छन्। अब यसले अप्सन त राखिदिइहाल्छ होइन, अप्सन त राखिदिइहाल्ने भयो। अप्सन कति राख्ने भयो भने अब फेरि त्यस्तै माथिकै जस्तो अप्सन 4, 5, 6, 7 भन्ला होइन। अब अविकारी शब्द कति भन्दा
अभिकारी शब्द 5। अब यो अभिकारी भएको ठाउँमा तपाईँलाई होइन 4 नम्बर क्वेसनमा यहाँनिर अव्यय शब्द कति प्रकारका हुन्छन् होइन भनेर यहाँ सोध्ला नि त। यहाँ अभिकारी भनिदियो भने होइन यसरी सोध्यो भने अब यो पनि तपाईँले 5 लाउनु पर्ने हुन्छ है। अँ अँ रेजिना तामाङ नेपालीको क्लास अहिले भर्खर भर्खर 5-7 मिनटबाट सुरु भएको छ है। ल जनपदको लागि पनि त हो नि होइन, जनपदको लागि पनि हो शब्द वर्ग। यो कसैलाई पनि छुट्याउँदैन यसले होइन, जनपदको लागि पनि हुन्छ, यो एपिएफको लागि पनि हुन्छ, यो सबैलाई हुन्छ है त। ल यसरी हामी अगाडि बढ्दैछौँ। त्यस्तै गरी हामी शब्द वर्ग भन्ने शीर्षक पढ्दैछौँ। यसभित्र नाम, सर्वनाम, विशेषण, क्रिया यस्ता विभिन्न कुराहरू हामीले अध्ययन गर्नुपर्दछ। अब हामी जाउँ विकारी शब्द र अविकारी शब्दमा के फरक छ हेर्नुहोस् है। अब यहाँनिर 2 नम्बर क्वेसन विकारी शब्द र विकारी शब्द विकारी शब्द र अविकारी शब्दमा विकारी शब्द र अविकारी शब्दमा के अन्तर देखियो त, के फरक छ है। विकारी शब्द र अविकारी शब्दमा के फरक छ भन्यो भने होइन, विकारी शब्द र अविकारी शब्दमा के फरक छ, दुईटामा के भिन्नता छ, विकारी भनेको कस्तो, अविकारी भनेको कस्तो। आज फर्स्ट डे हो नेपालीको। राकेश यादवजी एकदम हो, यहाँले भन्नुभएको एकदम ठिक छ है। त्यहाँपछि अब विकारी शब्द र अविकारी शब्दमा के अन्तर छ है। यहाँ विकारी शब्द र अविकारी शब्दमा के अन्तर छ भन्यो भने अब एन्सर कस्तो हुन्छ होला यसको है। यसको एन्सर लेख्नुपर्ने खालको साथीहरूलाई होइन यहाँनिर 2 लेख्नुहुन्छ। अब विकारी शब्द भनेको कस्तो खालको, अविकारी भनेको कस्तो हेर्दै जाउँ ल। विकारी शब्द विकारी शब्द भन्नाले के बुझिन्छ, विकारी शब्द भन्नाले है, विकारी शब्द भन्नाले यहाँ अलिकति 2 लाइन लेखिहालौँ त। लिङ्गका आधारमा अथवा वचनका आधारमा अथवा पुरुषका आधारमा है, यस्ता विभिन्न आधारमा, पुरुष आदिका आधारमा रूप परिवर्तन गर्न नसकिने है। रूप परिवर्तन गर्न नसकिने, नमिल्ने अथवा मिल्ने, नसकिने होइन मिल्ने, रूप परिवर्तन गर्न मिल्ने शब्दलाई है, मिल्ने शब्दलाई के भनिन्छ, विकारी शब्द भनिन्छ। विकारी शब्द विकारी शब्द भनिन्छ है, विकारी शब्द भनिन्छ। लिङ्ग, वचन, पुरुष आदिका आधारमा है, लिङ्ग, वचन, पुरुष, आदर आदिका आधारमा रूप परिवर्तन गर्न मिल्ने शब्दलाई विकारी शब्द भनिन्छ। विकारी शब्दहरू होइन यहाँनिर जानुहोस् त। विकारी विकारी शब्दहरू विकारी शब्दहरू 4 प्रकारका है, 4 प्रकारका हुन्छन् है। विकारी शब्दहरू 4 प्रकारका हुन्छन्। के हुन्छन् भन्दा 1 नम्बरमा नाम हुन्छन्। जस्तै कलम भन्यो, कलमको रूप फेरेर देखाउँ त। अब यहाँ कलमहरू कलमहरू कलमको रूप केमा फेरियो भन्दा कलमहरू गर्यो भयो नि, रूप फेर्न मिल्यो है, रूप फेर्न मिल्यो। यसरी हेर्नु पर्यो है त। अँ त्यस पछाडि उम्, उम्, अब यस पछाडि हेर्दै जाउँ। यहाँ फेरि तपाईँको यहाँ उनी भन्यो। अब उनी सर्वनाम हो भनेपछि यहाँ के भयो त भन्दा उनीहरू भयो होइन, उनीको उनीहरू भयो। त्यस्तै गरी यहाँनिर कालो भन्यो भने बहुवचन बनाउँदा के हुन्छ, काला हुन्छ है। त्यस्तै गरी खान्छ भन्यो भने बहुवचन बनाउँदा के हुन्छ, खान्छन् हुन्छ। भनेपछि यसरी रूप फेर्न मिल्ने चाहिँ कि विकारी भए होइन, यस्तो रूप फेर्न नमिल्नेहरू चाहिँ के हुन्छन् त, अविकारी शब्दहरू हुन्छन्। यसरी हामीले कुरा बुझिदिनु पर्यो मित्रहरूले है। अनि त्यही बुझेको आधारमा हामीले जाँचलाई राम्रो बनाउँछौँ, यही कुरा हो है त। लिङ्ग, वचन, पुरुष, आधार आदिका आधारमा रूप फेर्न मिल्ने र नमिल्नेको कुरा हामीले यसरी गऱ्यौँ है। ल
रूप फेर्न मिल्ने शब्दहरू र रूप फेर्न नमिल्ने शब्दहरूको कुरा हामीले यहाँ बुझ्नु पर्यो यसरी। कतिखेर यहाँ मेरो क्यामेरा अलिक बाङ्गियो कि म सिधा बनाउँदैछु ल पक्नुहोस् है। अँ ठिकै छ देखिन्छ। ल यसरी हेरौँ ल। यहाँ अलिक मिलेन हौ। यहाँ अलिक कायदा मिलेन साथी एकछिन पर्खिनु है। ल अब यसरी हेरौँ ल। अब हामीले यहाँनिर कुरा यसरी गऱ्यौँ। ल अलिकति कडै छ कि यहाँ बोर्ड अलिक कडै खालको छ। सर आज नेपालीको फर्स्ट डे हो र, अनि यो ग्रामरको थोरै पनि सोच छ र। के भन्नुभयो? सर आज नेपालीको फर्स्ट क्लास फर्स्ट डे हो र, अनि यो ग्रामरको थ्योरी पनि सोध्छ र। सोध्दैन होला है, सोध्दैन होला, सोध्दैन होला। नसोधे हुन्थ्यो होइन, तर अब जाँचमा त आइरहन्छ। अब यसपालि नसोधे हुन्थ्यो भन्ने हो है। यदि बुझ्नु पर्यो ल हामीले। यसरी कुरा बुझ्दै जानु पर्यो। अब अब यहाँ पछि यहाँ पछि तपाईँको यहाँ पछि के छ भने अर्को अब हामी जान्छौँ यो शब्द अविकारी शब्दमा है। यो अविकारी भनेको के हो भन्छ होइन। अविकारी शब्द अविकारी शब्द भनेको के हो भनेर सोध्यो है। अविकारी शब्द भनेको के हो भनेको के हो भनेर सोधिहाल्यो भने अब के भन्ने त। अविकारी शब्द भनेको के हो भनेर सोधिहालेछ भने अब हामीले यहाँ उत्तर बनाउँछौँ। अविकारी शब्द भनेको के हो भन्दा लिङ्ग, वचन, पुरुष, लिङ्ग वचन पुरुष आदिका आधारमा है, आदिका आधारमा लिङ्ग वचन पुरुष आदिका आधारमा के हुने रूप परिवर्तन, रूप परिवर्तन नहुने है। रूप परिवर्तन नहुने, यहाँ नहुने लेखिएको छ ल। यहाँ नहुने, अघिको चाहिँ हुने मिल्ने भन्यो होइन। अब यहाँ पछि तपाईँलाई रूप परिवर्तन नहुने शब्दलाई के भनिन्छ? रूप परिवर्तन नहुने शब्दलाई अविकारी शब्द भनिन्छ। अविकारी शब्द अविकारी शब्द भनिन्छ। अब तपाईँहरूलाई यो बुझ्नु पर्यो। अब यिनीहरू कति प्रकारका हुन्छन् भन्दा यिनीहरू पाँच प्रकारका हुन्छन्। यसरी तपाईँले बुझ्नु पर्यो। अब के हुन्छन् भन्दा एकमा क्रियायोगी पाँच प्रकारका हुन्छन् भन्यो नि त। भनेपछि एक चाहिँ क्रियायोगी भयो, दुई नम्बरमा चाहिँ नामयोगी भयो है, नामयोगी भयो। तिन नम्बरमा चाहिँ के भयो त भन्दाखेरि चाहिँ संयोजक भयो होइन, संयोजक भयो। अनि चार नम्बरमा चाहिँ के भयो त भन्दाखेरि चाहिँ चार नम्बरमा विस्मयादिबोधक भयो, विस्मयादि विस्मयादिबोधक भयो होइन। अनि पाँच नम्बरमा चाहिँ निपात भयो। यसरी जम्मा पाँच प्रकारमा शब्दहरूलाई बाँडिएको हुन्छ है। अब यहाँनिर क्रियायोगीको यो छ क्रियायोगी। जस्तो क्रियायोगी के हो त भन्दा राम्ररी भन्ने क्रियायोगी। अब यसको राम्ररीको बहुवचन हुन्छ हुँदैन, स्त्रीलिङ्ग पुल्लिङ्ग हुँदैन। त्यस्तै गरी तिर, तर्फ यिनीहरू नामयोगी भए यिनीहरूको पनि बहुवचन हुँदैन र, अनि यिनीहरूको पनि बहुवचन हुँदैन। विस्मयादिबोधक भनेको छि, ओहो यिनीहरूको पनि बहुवचन हुँदैन। निपात भनेको त, नि, पो आदि भए होइन, यिनीहरूको पनि बहुवचन हुँदैन होइन। जस्तो छि भन्यो भने यिनीहरूको बहुवचन हुँदैन, ओहो बहुवचन हुँदैन। अनि नि, पो, त यिनीहरूको पनि बहुवचन हुँदैन। यसरी लिङ्ग वचन पुरुष आधार आदिका आधारमा होइन। अनि यसरी चाहिँ यिनीहरू चाहिँ के हुन्छन् त भन्दाखेरि यिनीहरू चाहिँ बहुवचन हुन्छन्। बहुवचनको यिनीहरूको चाहिँ हुन्छन्। तिनीहरूलाई विकारी जसको बहुवचन हुँदैन, स्त्रीलिङ्ग हुँदैन, पुल्लिङ्ग हुँदैन, तिनलाई चाहिँ अविकारी भनेर हामीले बुझ्नुपर्ने हुन्छ है त। यसरी कुरा बुझ्नु होला है। उम्, अब तपाईँलाई
अभिकारी शब्द भनेको यो हो भएन होइन। 2 मार्क्समा क्वेसन सोधिहाल्यो भने अभिकारी भनेको के हो, अभिकारी भनेको के हो, अव्यय भनेको के हो, यसरी सोध्न सक्ने भयो नि त यहाँहरूलाई है। अब त्यस पछाडि हामीले नाममा जाउँ। जस्तो विकारी र अभिकारीमा के त क्वेसन सोध्ने भन्दा, जस्तो शब्द वर्ग भनेको के हो भनेर सोध्न सक्ने भयो, विकारी शब्द भनेको के हो भनेर क्वेसन सोध्न सक्ने भयो। अनि त्यहाँपछि चाहिँ होइन, अनि त्यहाँपछि चाहिँ तपाईँलाई चाहिँ शब्द वर्ग भनेको के हो भनिहाल्यो, विकारी भनेको के हो, अविकारी भनेको के हो, यिनीहरू चिन्दै जानु पर्यो। अब हामीले विकारी शब्द अन्तर्गतमा जाँदा यहाँनिर सबैभन्दा पहिलो नामबाट जान्छौँ है। नामबाट, अब नाम शब्दबाट हामी अगाडि बढ्छौँ है त। अब यहाँ अब यहाँनिर है, यहाँनिर 1 नम्बरमा नाम भन्छ। नाम, अब नाम चिन्ने तरिका हामीले थाहा पाउनु पर्यो होइन। हामीले नाम चिन्ने तरिका थाहा पाउनु पर्यो। अब हामीलाई क्वेसन त जसरी पनि सोध्न सक्ने भयो होइन। नाम, अब नाम कसरी चिन्ने हो, नाम चिन्ने तरिका हामीले जान्नु पर्यो साथीहरू। यो विभिन्न खालका प्रश्नहरूका नमुनाहरू यहाँहरूले पाउनुहुन्छ। यो नआत्तिनुहोस् तपाईँहरू है। यो के सोध्छ कसो सोध्छ होइन, त्यति तपाईँले सिलेबस हेरेर जान्नु भएकै छ। अब मैले अहिले सिलेबस पढाउने, पाठ्यक्रम पढाउने होइन कि तपाईँलाई यहाँ बताइए अनुसारका कुराहरू तपाईँलाई गर्दै तपाईँहरूका पाठ्यक्रम अनुसारका कुराहरू म अगाडि बढाउँदै लिएर जाँदैछु। साथीहरूले त्यो धैर्यता राख्नु होला है। त्यो अधिकारी हो भनेको के भनेको हो, गणेश लामिछाने है। गणेश लामिछानेले अधिकारी हो सर भनेको के भनेको, अधिकारी भनेको, अधिकारी भनेको के भनेको, अधिकारी गणेश लामिछाने कसरी अधिकारी भयो है त। अब त्यस्तो खालको कुराहरू नगर्नु होला है। कक्षामा ध्यानपूर्वक बस्नु होला, सुन्नु होला। त्यस्तो जे त्यही लेख्नु भएन होइन। अब नाम कसरी चिन्ने भन्ने कुरा हो है। नाम चिन्ने तरिका भनेर यहाँ मैले बनाएँ। अब नाम चिन्ने 5वटा तरिका छन् यहाँ है। हामीले नाम चिन्ने 5वटा तरिकाहरूबाट हामीले नामलाई चिन्न सक्छौँ। सबैभन्दा पहिलो तरिका है, सबैभन्दा पहिलो तरिका के हो त भन्दाखेरि यहाँ परिभाषा हो। सबैभन्दा पहिले हामीले नाम चिन्नका लागि नामको परिभाषा जान्नुपर्छ है। नामको परिभाषा के छ भनेर बुझ्नुपर्छ। नामको परिभाषा के छ त भन्दा तपाईँले एकदम छोटोमा तर पूर्ण परिभाषा दिनु पर्यो। जस्तो के हुन्छ नामको परिभाषा दिँदा भन्दा, कुनै पनि व्यक्ति है, कुनै पनि व्यक्ति अथवा चाहिँ कुनै व्यक्ति वस्तु स्थान है, कुनै पनि व्यक्ति वस्तु स्थान वा भाव बुझाउने शब्दलाई, कुनै पनि व्यक्ति वस्तु वा भाव बुझाउने शब्दलाई व्यक्ति वस्तु स्थान होइन, यिनीहरू व्यक्ति वस्तु स्थान वा भाव बुझाउने शब्दलाई नाम भनिन्छ है। नामको परिभाषा तपाईँले दिनु परिहाल्यो भने यसरी दिनु होला है। नामको परिभाषा दिनु परिहालेछ भने यसरी दिनु होला। अब हामीले कुनै पनि परिभाषा दिने खालको प्रश्न सोध्यो भने त्यसको उदाहरण दिइहाल्नुपर्छ। जस्तै कुनै पनि व्यक्ति बुझाउने भनेपछि राम भयो, वस्तु बुझाउने भनेपछि सामानहरूको नाम दिनुहोस् होइन, झोला किताब आदि भयो। त्यस्तै गरी स्थान बुझाउने भनेपछि काठमाडौँ भनिदिनुहोस् उदाहरण दिँदा, काठमाडौँ भयो। त्यस्तै गरी भाव बुझाउने भनेको माया, दया, रिस, घृणा जस्ता शब्दहरू, यी शब्दहरू नाम भए। यसरी हामीले एक चरणमा हामीले नामको परिभाषाबाट नै नाम चिन्न सक्छौँ। यो सबैभन्दा पहिलो तरिका हो। नाम चिन्ने सबैभन्दा पहिलो तरिका के हो त भन्दा, कुनै पनि व्यक्ति वस्तु स्थान वा भाव बुझाउने शब्दलाई नाम भनिन्छ। जस्तै भनेर राम, झोला, काठमाडौँ, माया। जस्तो रामले व्यक्ति बुझायो, झोलाले वस्तु बुझायो, काठमाडौँले स्थान बुझायो, मायाले भाव दया माया त्यसरी बुझायो भनेपछि यो खालका शब्दहरू नाम हुन्छन्। यो परिभाषाको लाइन भयो। अब यो परिभाषाको लाइन हो। नामको परिभाषा दिँदा हामीले धेरै व्याख्या गर्नु हुँदैन। व्याकरणमा परिभाषै दिने खालको सोध्यो भने पनि हामीले त्यो खालको काम गर्नु पर्यो होइन। अब यो परिभाषाको लाइन भयो। नाम चिन्ने यो पहिलो तरिका हो। अब दोस्रोमा नाम चिन्ने दोस्रो तरिकामा लागौँ। नाम चिन्ने दोस्रो तरिका भनेको यसको प्रकार हो। यसको प्रकार, नाम भनेको के हो भन्ने लाइन अघिको भयो हाम्रो। अब यो चाहिँ नामका प्रकार भए। यी नामका प्रकारहरू, नाम 5 प्रकारका हुन्छन् है। नाम 5 प्रकारका हुन्छन्। नामको प्रकार छुट्याउँदा नामहरू 5 प्रकारका हुन्छन्।
नामहरू पाँच प्रकारका हुन्छन्। अब नाम पाँच प्रकारका हुन्छन् भने यो पाँच प्रकारका नामहरू के हुन् यो जान्नु पर्यो नाम चिन्नको लागि। है नाम चिन्नको लागि सबैभन्दा पहिलो नाम भनेको तपाईँलाई चाहिँ यो व्यक्तिवाचक नाम हो। तपाईँको यो लेभलमा तपाईँ अहिले जुन लेभलमा अभ्यास गरिरहनु भएको छ, प्र्याक्टिस गरिरहनु भएको छ, यतिखेर तपाईँले चाहिँ उता सजीव नाम, निर्जीव नाम, गणनीय नाम, अगणनीय नाम, मूर्त नाम, अमूर्त नाम भन्ने नामहरू तपाईँले पढ्नु पर्दैन। तपाईँले पढ्ने भनेको यो कार्यका आधारमा गरिएको वर्गीकरण चाहिँ पढ्नुपर्छ। व्यक्तिवाचक नाम भन्ने छ। यो व्यक्तिवाचक नाम भनेको के हो भनेर हेर्दा व्यक्तिवाचक नाम भनेको कुनै व्यक्ति वा वस्तुलाई तोकेर कुनै व्यक्ति वा वस्तुलाई ठ्याक्कै तोकेर किटान गरेर बुझाउने नामहरूलाई व्यक्तिवाचक नाम भनिन्छ। जस्तै राम भन्यो भने व्यक्तिवाचक नाम भयो। यहाँ सगरमाथा भन्यो भने व्यक्तिवाचक नाम भयो। है सगरमाथा भन्यो भने व्यक्तिवाचक नाम भयो। अब लिखु भन्यो भने नदीको नाम भयो। यसरी ट्याक ट्याक तोकेर बताइदियो। यसरी तोकेर बताएका नामहरू व्यक्तिवाचक नाम हुन्छन्। अर्को जातिवाचक नाम हुन्छ हेर्नुहोस् है। अब जातिवाचक नाम हुन्छ है। जातिवाचक नाम अब जातिवाचक नाम भनेको कस्तो प्रकारको नाम हो भन्दाखेरि चाहिँ त्यो जात बुझाउने नाम हो। है जात बुझाउने नामलाई जातिवाचक नाम भन्छन्। है जातिवाचक नाम भन्छन्। जस्तै त्यही रामको जात के हो त भन्दा त्यो राम त मानिस हो होइन। मानिस त्यसो भए जातिवाचक नाम भयो। सगरमाथाको जात के भयो भन्दा हिमाल भयो। हिमाल जातिवाचक नाम भयो। अनि लिखुको जात के हो भन्दाखेरि यो त नदी हो। भनेपछि यिनीहरू जातिवाचक भए। है यिनीहरू कुनै जात विशेषलाई बुझाउने नाम जातिवाचक नाम हुन्छन्। यस्तै गरिकन नम्बर अर्कोमा जातिवाचक पछि यहाँ समूहवाचक नाम छ। समूहवाचक नाम छ। समूहवाचक नामले के काम गर्ने हो भन्दा कुनै पनि व्यक्ति वा वस्तुको सामूहिक रूपलाई बुझाउने हो। यसले समूह बुझाउने भएकै कारणले यसलाई समूहवाचक नाम भनिएको। समूह बुझाउने सामूहिक नाम हुन्छ। त्यस्ता नामहरूमा जस्तो यहाँ तपाईँले हुल भन्नुभयो भने होइन, यही ठाउँमा तपाईँको चाहिँ बथान भन्यो भने, यही ठाउँमा तपाईँले चाहिँ ताँती भन्नुभयो भने होइन, यस्ता नामहरू चाहिँ के हुन् त भन्दा यिनीहरू चाहिँ समूहवाचक नाम भए। त्यस्तै गरी अर्को छ तपाईँलाई द्रव्यवाचक नाम। द्रव्यवाचक नाम भनेको नापतौल लिन सकिने होइन, नापतौल लिन सकिने तर एउटा दुईटा भनेर गन्न नसकिने कुनै पनि पदार्थ विशेष बुझाउने नामलाई द्रव्यवाचक नाम भनिन्छ। द्रव्यवाचक नाम भनेको जस्तो खनिज पदार्थ बुझाउने होइन, सुन चाँदी हिरा मोती। तरल पदार्थ बुझाउने पानी भयो। पानी भनेपछि पानी, दुध, घिउ, तेल, मट्टीतेल आदि। त्यस्तै गरिकन खाद्य पदार्थ बुझाउने भन्यो भने दाल चामल चिनी चिउरा आदि। है खनिज पदार्थ बुझाउने, तरल पदार्थ बुझाउने, खाद्य पदार्थ बुझाउने, ठोस पदार्थ बुझाउने, यस्ता जसले पदार्थ बुझाउँछ तिनीहरू के हुन्छन् त भन्दाखेरि द्रव्यवाचक नाम हुन्छन्। र त्यहाँ पछि अर्को एउटा भाववाचक नाम गरेर विभाजन गरिएको हुन्छ। अब यो भाववाचक नाम चाहिँ के हो भन्दाखेरि यसो चाहिँ महसुस मात्रै गर्न सकिने है। यसको चाहिँ महसुस मात्रै गर्न सकिने, छुन चलाउन देख्न गर्न नसकिने अथवा अनुभूति मात्रै गर्न सकिने नामहरू भाववाचक नाम हुन्छन्। जस्तै दया अथवा चाहिँ माया अथवा चाहिँ रिस है, अथवा चाहिँ भनौँ घृणा होइन। यो खालका शब्दहरू चाहिँ यिनीहरू चाहिँ के हुन्छन् त भन्दा भाववाचक नाम हुन्छन्। भनेपछि नाम हामीले यसरी पत्ता लगाइदिनु पर्यो। है यो नाम चिन्ने दोस्रो तरिका हो। अब हामीले यी जुनै प्रकारका नाम भए पनि जाँचमा त हामीले लेख्ने त नाम मात्रै हो नि त होइन। यो वाचक नाम त्यो वाचक नाम भन्नु त पर्दैन। तर हामीलाई यो वाचक पनि नाम थाहा भयो भने तपाईँलाई फाइदा गर्छ। जसरी क्वेसन आए पनि लेख्न सक्ने हुनु पर्यो होइन। जसरी क्वेसन आए पनि लेख्न सक्ने हुनु पर्यो तपाईँलाई होइन। वस्तुगत आए पनि सक्नु पर्यो, विषयगत आए पनि सक्नु पर्यो। त्यो तरिकाले हामीले कुरा बुझ्नुपर्छ। कुरा नबुझिकन जाँचमा आएको क्वेसन भेटाउन सकिँदैन। है कुरा बुझ्यो भने मात्रै। यहाँ एउटा दुईवटा क्वेसन फ्याट्ट यो पढाएर हुँदैन तपाईँलाई, किन भन्दा त्यो क्वेसन आएन भने त तपाईँ अबर परिहाल्नुहुन्छ। त्यस कारणले मैले यो यसरी डिटेलली कुरा गरेको हो। र यति कुरा तपाईँले जान्नु पनि पर्छ। यसरी कुरा गरेपछि यिनीहरूका प्रकार छुट्याउन पनि सकिन्छ
होइन, प्रकार छुट्याउन पनि सकिन्छ। अनि यिनीहरूका रेखाङ्कन गरेको शब्दको पदवर्ग शब्दवर्ग छुट्याउनुहोस्, पदवर्ग छुट्याउनुहोस् भनेर क्वेसन सोद्धा पनि एन्सर लेख्न सकिन्छ। त्यसैले एउटा त्यसरी रेखाङ्कन गरेर प्रश्न सोधेको बेलामा नाम शब्द कसरी चिन्ने, सर्वनाम शब्द कसरी चिन्ने, विशेषण शब्द कसरी चिन्ने भन्ने सन्दर्भमा मैले यी कुराहरू तपाईँहरूलाई राखिराखेको छु। कतिको बुझिरहनु भएको छ साथीहरू? कुरा बुझिया छ अलिअलि? ल, यो भयो नाम चिन्ने दोस्रो तरिका। अब नाम चिन्ने दोस्रो तरिका पछि फेरि नाम भनेको के हो, प्रकार लेख्नुहोस् भन्ने खालको क्वेसन सोधिहाल्यो भने पनि यो गर्न सकिन्छ है त। अब अघि नामको प्रकारको कुरा गर्यो, अब त्योभन्दा पहिले नामको परिभाषाको कुरा गर्यो है, नामको परिभाषाको कुरा गर्यो। अब यहाँनिर तपाईँलाई अर्को छ, यहाँहरूका लागि अर्को छ नाम चिन्ने अर्को तेस्रो तरिका। ल, नाम चिन्ने तेस्रो नम्बर तरिकामा के छ भन्दाखेरि कुनै पनि रेखाङ्कन गरिएको शब्दलाई अथवा हामीले पत्ता लगाउन लागेको शब्दवर्ग के को चिन्नु पर्नेछ, त्यसमा के अथवा को भनेर क्वेसन सोद्धाखेरि त्यो के अथवा को भनेर क्वेसन सोद्धाखेरि आउने उत्तर, यो के अथवा को भनेर क्वेसन सोद्धा आउने उत्तर शब्द नाम हुन्छ। जो उत्तर आउँछ त्यो शब्द नाम हुन्छ। यो नाम चिन्ने तरिकाको यो तेस्रो तरिका हो। ल, तेस्रो तरिका हो। नाम कसरी चिन्ने त भन्दा को अथवा के भनेर क्वेसन सोध्ने। यो के अथवा को भनेर क्वेसन सोधेपछि जे उत्तर आउँछ त्यो आउने उत्तर चाहिँ हो नि, फेरि उत्तर चाहिँ के अथवा को भन्ने चाहिँ यो नाम होइन। अब के अथवा को भनेर क्वेसन सोद्धा, जस्तो यहाँ काका आउनुभयो, काका आउनुभयो भन्यो भने अब यहाँ क्वेसन सोध्नुहोस् न, क्वेसन सोध्नुहोस् त यहाँ को आउनुभयो भन्दाखेरि काका भन्ने आयो नि उत्तर। यो काका भन्ने उत्तर आयो, त्यसैले को भन्दा आएको उत्तर के हो, काका हो। यो काकालाई हामीले के भन्नु पर्यो त भन्दा काकालाई नाम भन्नु पर्यो। अब काका नाम हो भने त नातागोता सबै नाम भए, काका मामा फुपू दिदी भाइ बहिनी आमा बुबा हजुरबा हजुरआमा सबै नाम भयो भनेर थाहा पाउनु पर्यो। को उत्तरमा आउने नाम भयो। फेरि तपाईँलाई अर्को कुरा भनौँ, खाना खाइयो भनौँ। अब खाना खाइयो भन्यो भने यहाँ उत्तर के को आयो भन्दा के भन्दाखेरि खाना भन्ने आयो। भनेपछि खाना पनि के भयो त, खाना पनि नाम भयो, नाम भयो भनेपछि खाना पनि नाम भयो, काका पनि नाम भयो, रामश्याम हरि भन्दा पनि नामै भयो होइन। यसरी रामश्याम हरि गीता यिनीहरू सबै त यिनीहरू त नाम भइहाले, यिनीहरू नाम हुन् भनेर त तपाईँलाई भन्नै पर्दैन। तर यस्ता खालका पनि नाम हुन्छन्। अब नाम कसरी चिन्ने त भन्दाखेरि यो तेस्रो तरिका हो है, यो तेस्रो तरिका। यो तेस्रो तरिका बुझ्नुभयो साथीहरू? लु त अगाडि बढ्नलाई मलाई सजिलो हुन्छ, त्यहाँ बुझ्यो बुझिएन के लेखौँ त। कुरा त्यहाँनिर जाउँ है तपाईँको। यसरी अब यहाँ पछि तपाईँले अब अर्को चौथो तरिका छ ल नाम चिन्ने है। ठिक छ, अब चौथो तरिका है, यो सकिसकेपछि मैले चौथो तरिका लेख्छु। यो एउटा लेखिसकेपछि अर्को मेटिहाल्ने चलन छ फेरि मेरो, अप्ठ्यारो पर्छ होला साथीहरूलाई होइन, मिलाएर बुझ्नु होला ल। एउटा लेखेपछि अर्को मेटिहाल्छु क्या फेरि नि। अब तपाईँलाई अर्को चौथो नम्बरमा नाम चिन्ने चौथो नम्बरमा कुनै पनि शब्दमा ले जोडेको भएमा, कुनै पनि शब्दमा लाई जोडेको भएमा, कुनै पनि शब्दमा हरू जोडेको भएमा त्यो नाम हुन्छ, त्यो नाम हुन्छ। ले लाई र हरू जोडेको भएमा त्यो नाम हुन्छ। बुझ्नुभयो कुरो? यो सर्वनाम हुन पनि सक्छ। सर्वनाम सर्वनाम होइन भने है, सर्वनाम होइन भने त्यो के हुन्छ, त्यो नाम हुन्छ। यहाँ सर्वनाम होइन भने भन्ने पनि टिपिराख्नु ल। कुनै पनि शब्दमा ले लाई र हरू जोडेको छ अथवा जोड्न मिल्ने गरी वाक्यमा प्रयोग भएको छ भने तिनीहरू नाम हुन्छन्। जस्तै जस्तै तपाईँले मानिसले भन्नुभयो भने अब यो कुन वर्गमा पर्छ होला भनेर सोचिरहनै पर्दैन। किन सोचिरहनु पर्दैन भन्दा यहाँ ले लागेको छ, मानिस भनेको सर्वनाम त होइन होइन, सर्वनाम होइन, त्यसैले यो नाम हो भनेर सकिन्छ। अब ले जोडेको लाई जोडेको हरू जोडेको शब्द छ भने यो विशेषण पो हो कि अथवा यो क्रिया पो हो कि भनेर तपाईँले निधार खुम्च्याइरहनु पर्दैन। कि यो नाम हुन्छ कि यो सर्वनाम हुन्छ।
अब सर्वनाम त हामीले एकैछिनमा अहिले एकैछिनमा पछि हामीले यहाँ घोकेर सिध्याइहाल्छौँ। यो हातभरिमा सर्वनामहरू सबै अटाउनु पर्छ। अनि त्यो सर्वनाम होइन भने त्यो नाम हुन्छ, बाँकी रहेको सबै नाम हुन्छ है। ले लाई र हरू जोडेको शब्द के हुन्छ? नाम हुन्छ। त्यो सर्वनाम होइन भने त्यो नाम हुन्छ। मानिसले भन्यो। फेरि तपाईँलाई अर्को शब्द छ, जीवनलाई भनेर दिएको छ भने अब तपाईँले जीवन के रहेछ भनेर होइन, यो लाई जोडेको भएको भएर यसलाई तपाईँले नाम भन्न सक्नुहुन्छ। यो जीवन त्यसो भए नाम हो, किनभने यहाँ लाई जोडेको छ, यो सर्वनाम होइन, त्यसैले पनि यो भन्न सकिन्छ। त्यस्तै गरी तपाईँलाई यहाँनिर कलमहरू भनेको रहेछ भने अब यो के भन्नुहुन्छ त भन्दा यहाँ अरू जोडेको छ, यो त्यसो भए यो के हो त? नाम भयो। बुझ्नुभयो? यो चौथो तरिका। अब यो तरिकाले चाहिँ तपाईँहरूलाई के गर्छ भने सर्वनाम जानिसकेपछि है, यो नाम जानिसके सर्वनाम जानिसकेपछि है, अहिले होइन एकछिन पछि। अब सर्वनाम जानिसकेपछि यी यो कन्डिसन भएमा अथवा ले लाई हरू जोडेको भएमा सर्वनाम होइन भने बाँकी रहेको सबैलाई नाम भनेर लेखिदिनुहोस्, सक्यो। अन्दाजी लेखेर आउनुभयो भने पनि मिलाएरै फर्किनुहुन्छ। ल, कुरा बुझ्नुभयो नि? ले जोडेको, लाई जोडेको, हरू जोडेको शब्दलाई सर्वनाम होइन रहेछ भने है, सर्वनाम होइन रहेछ भने नाम हुन्छ। अब सर्वनाम होइन रहेछ भने होइन, उनीहरूले अब त्यो त सर्वनाम भइगयो। अब सर्वनाम होइन रहेछ भने मात्रै नाम हो, अब नभए त सर्वनामै भयो होइन। अब जस्तो उनीहरूले भन्यो भने त उनीहरू त सर्वनामै हो, ले जोडे पनि होइन। अब कुरा यहाँ के बुझ्नु पर्यो, यहाँ थप कुरा भन्दा ले अथवा लाई अथवा हरू यो केमा जोडिँदो रहेछ? यो नाम र सर्वनाममा जोडिन्छ है। सर्वनाममा जोडिन्छ, नाम र सर्वनाममा जोडिन्छ। ले लाई र हरू नाम र सर्वनाममा जोडिन्छ। जस्तै रामले, रामले सर्वनाममा जोड्यो, उनीहरूले, उनीहरूले भन्यो भने सर्वनाममा जोडियो, सर्वनाममा जोडियो होइन, सर्वनाममा जोडियो। अब सर्वनाम होइन भने के हुने भयो भन्दाखेरि अब यो सर्वनाम हो, उनी भनेको सर्वनाम हो, हरू जोडे पनि ले जोडे पनि सर्वनामै भयो है, सर्वनामै भयो। तर यहाँ चाहिँ के हो त भन्दा ले त ले जोडिएको छ, राम त नाम हो भनेपछि यो पनि सिङ्गै पनि नामै भयो। अब रामले भन्यो भने पनि सर्वनामै भयो, उनीहरूले भन्यो भने पनि सर्वनामै भयो। नाम लेलाई हरू जोड्यो भने नाम नामै हुन्छ, सर्वनाम सर्वनाम नै हुन्छ। यो कुरा, यो चौथो कुरा है। ल, चौथो नम्बरको कुरा, नाम चिन्ने हामीले चारवटा कुराहरू गऱ्यौँ। एउटा परिभाषा गऱ्यौँ, अर्को यसको प्रकारको कुरा गऱ्यौँ, अर्को यसमा को र के को उत्तरमा आउने शब्द भन्यौँ, र यो पाँचौँ तरिका, चौथो तरिका चाहिँ ले जोडेको भएमा, लाई जोडेको भएमा, हरू जोडेको भएमा यिनीहरूलाई नाम लेख्ने भन्यौँ। यहाँसम्म बुझ्नुभयो कुरा? ल, अब यति कुरा भयो भने अब त्यहाँपछि तपाईँलाई अब अर्को है, पाँचौँ तरिका, नाम चिन्ने पाँचौँ तरिका है। नाम र सर्वनाम फेरि बताइदिनु पर्यो। ओके है त, म नामै बताएको बताइछु है, नामै बताएको बताइछु, सर्वनाम त अहिले एकछिनमा बताउँछु है त। महेश अखेडाजी, नाम चाहिँ अहिले म बताएकै छु, यो सबै नामै नाम हो यिनीहरू होइन। अब त्यहाँपछि सर्वनामको त अब नाम सकेपछि सर्वनाममा पालो जान्छ है त। अब यहाँनिर जाउँ, नाम चिन्ने पाँचौँ तरिका है। नाम चिन्ने पाँचौँ तरिका, नाम चिन्ने पाँचौँ तरिकामा के हुन्छ भन्दाखेरि नाम कहिलेकाहीँ धातुबाट पनि बन्छन् है। धातु है, धातु नाम कहिलेकाहीँ धातुमाबाट बनेकाहरूले पनि नामको काम गरेको हुन्छ। धातुमा नु जोडेको छ, धातुमा आई जोडेको छ, अनि धातुमा ओट जोडेको छ, अथवा धातुमा चाहिँ आवट जस्ता प्रत्यय जोडेको भएमा, यस्ता प्रत्ययहरू जोडेपछि यिनीहरू नाम बन्छन्। यो नाम चिन्ने पाँचौँ तरिका हो है त। नाम चिन्ने पाँचौँ तरिका हो। धातु भनेको के हो भन्दा था धातु भयो होइन, यहाँ जा धातु भयो, यहाँ बस धातु भयो, यहाँ मिस धातु भयो होइन, मिस धातु भयो। त्यस्तै गरिकन चाहिँ बस धातु भयो, मिस धातु भयो, त्यस्तै गरिकन वन धातु भयो होइन, यस्ता
जसको क्रियामूलको खानु जानु बस्नु मिस्नु बन्नु यस्तोबाट नु झिकेपछि जे बाँकी रहन्छ त्यसलाई धातु भन्छन्। अब यी सबै धातु भए। अब धातुमा नु जोडेर हेरौँ है। धातुमा नु जोडेर हेरेपछि यहाँ के बन्यो त भन्दाखेरि खानु भन्ने बन्यो। भनेपछि यो खानु भन्ने शब्द के भयो भन्दा यिनीहरू यो चाहिँ नाम भयो है। यो चाहिँ नाम भयो। त्यस्तै गरी जा प्लस नु गऱ्यो भने जानुले पनि नामको काम गर्छ। बस प्लस आई गऱ्यो भने के हुन्छ बसाई। त्यसो भए बसाई पनि नाम भयो। त्यस्तै गरी मिस प्लस आवट गऱ्यो भने के हुन्छ मिसावट हुन्छ है। मिसावट हुन्छ मिसावट हुन्छ भनेपछि यो पनि नाम भयो। वन प्लस ओट गऱ्यो भने के हुन्छ भन्दा बनोट हुन्छ। यो बनोट पनि नाम भयो। त्यसैले यहाँ पछाडिका यी सबै शब्दहरू के भए नाम भए। यसरी हामीले कुरा बुझ्नु पर्यो। जस्तै तपाईँलाई जाँचमा सोद्धाखेरि खानु राम्रो हो होइन। खानु राम्रो हो भन्यो भने यो खानु सोध्यो भने अब यो खानुलाई के लेख्नुहुन्छ भन्दा खा प्लस नु लागेर बनेको छ। त्यसैले यो के भयो नाम भयो भनेर लेख्नुपर्छ। अब खानु नाम भयो भने जानु हिँड्नु डुल्नु सुत्नु उठ्नु घुम्नु फिर्नु कुद्नु भाग्नु चोर्नु यसरी प्रयोग हुँदाखेरि यी के भयो त भन्दाखेरि नाम भए है त। यो नाम भयो। आई लागेको छ भने नाम भयो। अब यो बसाई के भयो भन्दा बसाई नाम भयो। किन नाम भएको भन्दा बस धातुमा आई लागेर बनेको छ। अब बसाई नाम भयो भने सुनाई बोलाइ पढाइ लेखाइ बसाइ उठाइ घुमाइ फिराइ कुदाइ सबै नाम भए। त्यस्तै गरिकन मिसावट भन्यो भने मिस प्लस आवट मिसावट मिसावट बनावट सजावट जस्ता सबै शब्दहरू नाम भए। यस्तै किसिमले बनोट गसोट ढलोट छनोट जस्ता शब्दहरू नाम भए। यस्ता नामलाई भाववाचक नाममा लगेर राखिएको हुन्छ है। यस्ता नामहरूलाई भाववाचक नाममा लगेर राखिएको हुन्छ। मित्रहरू सम्झिनु होला यिनीहरूलाई भाववाचक नाममा लगेर राखिएको हुन्छ। यो पाँचौँ तरिका भयो। अब नाम चिन्ने पाँचवटा तरिकाहरू मैले यहाँहरूसँग राखेँ। कुरा बुझ्नुभयो कि भएन है। अब यसरी हेर्दाखेरि के भने त मैले सुरुदेखि भन्दा नामको परिभाषाको कुरा भयो है। त्योभन्दा अगाडि अलिकति शब्द वर्ग भनेको के हो विकारी र अविकारीमा के अन्तर छ विकारी कति प्रकारका हुन्छन् अविकारी कति प्रकारका हुन्छन् होइन यो कुरा गर्यो होइन। त्यस्तै गरिकन गर्दै आउँदाखेरि हामीले चाहिँ नामको कुरा गऱ्यौँ होइन। नामको कुरा गऱ्यौँ। नामको कुरा गर्दाखेरि नाम चाहिँ पाँच तरिकाले चिन्न सकिने रहेछ। एक खाले नामको परिभाषा जान्नु पर्यो त्यसपछि त्यसको प्रकार जान्नु पर्यो त्यसपछि त्यसको को र के भनेर क्वेसन सोद्धा आउने उत्तर के हो त्यो जान्नु पर्यो। त्यसपछि त्यसको ले लाइ र हरू जोडेर पनि अनुमानले हामीले चाहिँ नाम चिन्न सक्ने रहेछौँ होइन। त्यो पनि जान्नु पर्यो। अनि त्यसपछि यो पाँचौँ तरिका छ। यो चाहिँ धातुमा नु आई ओट आवट धातुबाट बनेका शब्दहरूले पनि कोही बेलामा नामको काम गर्छन्। त्यसरी नामको काम गर्दा यसरी बनेका हुन्छन् यिनीहरू। नु आई ओट आवट लागेर बनेका शब्दहरू रहेछन् भने यिनीहरूलाई हामीले नाम भन्नुपर्छ। यसरी नाम तपाईँले पाँच तरिकाले चिन्नु पर्यो। अब हामी दोस्रोमा जाउँ है। अब हामी 2 नम्बरमा जान्छौँ। अब हामीले दोस्रो नम्बरमा सर्वनाम चिन्नुपर्ने छ। सर्वनाम शब्द चिन्नुपर्ने छ है। अब सर्वनाम शब्द कसरी चिन्ने भन्नेतिर हामी अगाडि बढौँ है। त सर्वनाम शब्द कसरी चिन्ने सर्वनाम भनेको के हो भन्दाखेरि यसको पहिली परिभाषा चाहिन्छ। यसको परिभाषामा दिनुहोस् त यसको परिभाषा के हुन्छ भन्दा नाम नाम अनि त्यसपछि पदावली नाम पदावली वा वाक्यका सट्टामा यतिसम्म भन्नुपर्छ है हामीले तपाईँहरूले। नाम पदावली वा वाक्यका सट्टामा प्रयोग हुने शब्दलाई प्रयोग हुने शब्दलाई प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। तपाईँले यति कुरा थाहा पाउनु पर्यो। पहिले सर्वनाम भनिन्छ नामका सट्टामा अनि त्यसपछि वाक्य पदावलीका सट्टामा अनि वाक्यका सट्टामा सट्टामा होला सट्टामा सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। साथीभाइहरूले नामका सट्टामा प्रयोग हुने शब्दलाई मात्रै नभन्नु होला त्यसो भने तपाईँको पुग्दैन एन्सर है। नाम पदावली वा वाक्यका सट्टामा प्रयोग हुने भन्नुपर्छ। जस्तै राम खाना खान्छ राम खाना खान्छ
अनि त्यसपछि ऊ बजार ऊ बजार जान्छ। ऊ बजार जान्छ। यहाँ भएको यो ऊ सर्वनाम हो। यो के का सट्टामा प्रयोग भएको छ भन्दा यो नामका सट्टामा प्रयोग भएको छ। नामका सट्टामा प्रयोग भएको छ। अब दोस्रो फेरि राम राम इमान्दार र राम इमान्दार र मिही नेति छ भनेर हेर्नुहोस् है। अब राम इमान्दार र मिही नेति छ। यो यो उसको गुण हो भन होइन। यो उसको गुण हो भनेपछि यहाँ भएको यो सर्वनाम हो है। अब यो सर्वनाम के का सट्टामा प्रयोग भएको देखियो भन्दाखेरि यो पदावली यो पदावली भनेको चाहिँ वाक्यभन्दा अलिक ठुलो अलिक सानो शब्दभन्दा अलिक ठुलो शब्दहरू मिलेर बनेको तर वाक्य चाहिँ होइन त्यसका बिचको है। शब्दहरूभन्दा अलिक ठुलो अनि वाक्यभन्दा चाहिँ अलिकति सानो यसलाई भन्छन् पदावली। अब यो यहाँ भएको यो के का सट्टामा प्रयोग भएको हो त भन्दाखेरि यो पदावलीका सट्टामा प्रयोग भएको। त्यस्तै गरिकन त्यस्तै गरिकन यहाँ अर्को हेरौँ। सूर्य तातो सूर्य तातो हुन्छ। सूर्य तातो हुन्छ यो सत्य हो है। सूर्य तातो हुन्छ यो सत्य हो भन्यो भने यहाँ भएको यो पनि सर्वनाम हो। यो के का सट्टामा प्रयोग भएको छ भन्दा यो सिङ्गै वाक्यको सट्टामा प्रयोग भएको छ। यसो भएको हुनाले सर्वनामको परिभाषा दिनु पर्यो भने यहाँहरूले नामको सट्टामा मात्रै नभन्नु होला ल है। नामको सट्टामा मात्रै भनेर पुग्दैन। तपाईँहरूलाई कसैलाई वस्तुगत क्वेसन आउने साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि त्यो त्यसरी पुग्दैन है। अब विषयगत प्रश्नहरू आउने ठाउँमा त छँदैछ है। अब यहाँ नाम पदावली वा वाक्यको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। यसरी क्वेसन आइदिन्छ है त। अब यो भयो। त्यसपछि अब उदाहरणको लागि मैले यहाँ नामको सट्टा यहाँ राम भन्ने नामको सट्टा प्रयोग भएको देखाइयो ऊ। यहाँ यस्तो पदावलीको सट्टामा प्रयोग भएको देखाइयो यो। यहाँ यस्तो सिङ्गै वाक्यकै सट्टामा पनि यो सर्वनाम प्रयोग भएको छ। यसैले यो पनि बुझ्नुपर्छ है त। अँ उसको हुन्छ नि सर यो को पछाडि उसको के हुन्छ यो विशेषण हुन्छ है। यो भनेको यो त विशेषण हो है। यो विशेषण हो यो विशेषण हो उसको सर्वनाम होइन। यो को पछाडिको उसको भन्ने चाहिँ यो विशेषण हो। यो विशेषण हो यो विशेषण हो। उसको भन्ने विशेषण छ त्यहाँ है। एकजना सोध्नु भएको छ यहाँ शिशिर 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 ओलीजीले सोध्नु भएको छ है त। यो विशेषण हुन्छ। त्यो कसरी विशेषण हुन्छ भन्ने कुरा हामी विशेषण पढ्दाखेरि हामी त्यसको कुरा गर्छौँ है त। अब यसरी हामीले सर्वनामलाई चिनियो सर्वनामको परिभाषाबाट। अब सर्वनामको परिभाषाबाट यसरी सर्वनामलाई चिनिसकेपछि अब सर्वनामको पनि प्रकारमा जाउँ है। दोस्रो तरिका के हो त भन्दाखेरि यसको प्रकार सर्वनामको प्रकारको कुरा छ। अब सर्वनाम कति प्रकारका हुन्छन् भन्दा मोटामोटी रूपमा यिनीहरू पनि 5 प्रकारकै हुन्छन् है। यिनीहरू पनि 5 प्रकारका हुन्छन् है। यिनीहरू पनि 5 प्रकार हुन्छ। सर्वनामको पनि 5 प्रकार नामको पनि 5 प्रकार। अब यहाँ जाउँ सर्वनामका प्रकारमा है। सर्वनामका प्रकार के हुन्छन् भन्दाखेरि नम्बर 1 मा पुरुषवाचक पुरुषवाचक है। पुरुषवाचक सर्वनाम भन्ने हुन्छ सबैभन्दा पहिलो सर्वनाम पुरुषवाचक सर्वनाम हुन्छ। अब एकैचोटि घडी हेरौँ ल ए साथीहरू ल। आजलाई हामी यति काम गऱ्यौँ है। आज हामीले यति काम गऱ्यौँ। भोलि यहाँदेखि उता हामी अगाडि बढ्छौँ साथीहरू। अब आज हामीले खास गरी अलिकति भूमिका बाँधेर होइन उसको चाहिँ के हो सर सेकेन्ड इक्जाम्पलको भन्नुभएको छ होइन। उसको चाहिँ विशेषण हो भनेर मैले भने सर हजुरको नम्बर इमेल प्रोभाइड गरिदिनु न हुन्छ यतै आउनु नि ल लिनलाई। म यतैबाट दिउँला नि ल। अँ अब यसरी तपाईँले बुझ्नु पर्यो है त। अब कति दिनमा सकिन्छ सर क्लास आजै थालेको अब खै 20 दिन जति लाग्छ होला नि 10-15 दिन लाग्छ कि होइन पढ्दै जाउँ न ल। म त टाढा छु सर हुन्छ टाढै भएकोले नि केही गर्दैन। टाढै भएकोले पढ्ने हो नि त अनलाइनमा त होइन। नजिक नजिकका त भौतिक कक्षामा आइहाल्छन् होइन। भौतिक कक्षामा आइहाल्छन् यतैबाट पास गरिहाल्छन्।
अब टाढा भएको साथीहरूलाई त गाह्रो हुन्छ त है। अँ है त। ल अब पछि कुरा, थप कुराहरू अब हामी पछि गरौँला। अँ हुन्छ है। अब यहाँहरूलाई केही तपाईँहरूलाई जिज्ञासा भयो, नयाँ भर्ना सर्ना गर्नु पर्यो भने 98 510 95 0 70 यहाँहरूले फोन गर्न पनि सक्नुहुन्छ। यहाँनिर है 98 510 95 0 70 यहाँहरूले फोन गर्न पनि सक्नुहुन्छ। अब यो खालको कुरा पनि भयो है, तपाईँलाई केही पऱ्यो भर्ना सर्ना यताउता गर्नु पऱ्यो आदि इत्यादि भने यो गर्न सकिन्छ। मात्रै 20 दिन लाग्ने हो सर। हो एकदम हो। हो शिशिर ओलीजी ठिक हो। शब्द वर्ग पढ्नलाई हो त। 20 दिन लाग्ने हो आसपास, त्यही पनि अलिक छिटै पनि सकिन सक्छ। करिब करिब होइन, अब तपाईँहरूको बुझाइ कस्तो हुँदै जान्छ त्यही अनुसार अगाडि बढ्दै जान्छौँ है त। ल ल हस्, थ्याङ्क यू।